डाक्टर साहब नमस्ते। नमस्ते नमस्ते। के काम आउनु बस्नु मलाई ज्वरो आयो। ज्वरो आयो केही उयो गर्नुहुन्छ कि भनेर आयो। के गर्ने ज्वरोको विचार गर्ने ज्वरोको विचार गर्दैन त। खोइ ज्वरो त आएर रहेछ। चिसो ज्वरो रहेछ चिसो। ज्वरो पनि चिसो हुन्छ जराले अर्खर बढिकन आएको छु अनि चिसो ज्वरो देखाउँछ त। ज्वरो आयो भनेपछि ज्वरो त आयो। ज्वरो आयो नि त। ज्वरो आयो चिसो ज्वरो उड्नु मैले बिहे गरेर ज्वरो चिसो छ। अरू केही छ भने ओर्नु पऱ्यो। घर घर आगो ताप्नु पऱ्यो। आगो तापेर त्यही ताति जान्छ त ज्वरो। तँ तातो ज्वरो आउँछ त अहिले चिसो छ। ज्वरो आयो अनि तताउनु पऱ्यो। नै अहिले चिसो। अरू केही समस्या छ भने भनौँ। मलाई उल्टीको दबाई दिनु पऱ्यो। उल्टीको दबाई? ओहो उल्टी ल त्यसो भए उल्टीको दबाई अहिले एउटै खानुहोस्। ठिक भयो भने भोलि आउनु होला। ल अहिले खाइहाल्नु। ल यता लिनु पानी। के भयो? नै उल्टीको दबाई दिने उल्टी भए थाम्ने दबाई दिनु भनेर उल्टीको दबाई दिने। नै आफू भन्ने त्यही उल्टी थाम्ने दबाई भने पो म त दिन आउँ त। उल्टीको दबाई दिएपछि अनि उल्टी बनाउनु पर्नु पर्ने अनि उल्टी बनाउने दबाई भने मैले उल्टी थाम्ने दबाई भने। ल भाइ अब भन्ने त्यस्तै भन्ने उल्टीको लागि दिने भए मैले त उल्टीको लागि दिएँ त। उल्टी हुन्छ अब फटाफट उल्टी अड्किन ल भयो फटाफट उल्टी भइहाल्छ म थाम्ने दबाई दिनु भने मैले। अघि भनाइ फरक हो तम्रो क्या। अब त अब यस्ता डाक्टर राख्दा पनि अनि मार्ने डाक्टर यस्ता हुन्छन्। आफूले त उल्टीको लागि भने मैले उल्टीको दिएँ त। झन् यहाँ आइकन औषधि अरिकन सुन्छौला भनौँ झन् मार्ने नै बान्छे म यस्तो डाक्टर राख्दा फेरि आउँदैन मेडिकल कहिले त्यो भने कि उल्टी थाम्ने भन्नु पऱ्यो। म त मेडिकल जान्छु। उल्टी रोक्ने लागि भने पो म उल्टी रोक्ने दबाई देऊ त भने उल्टीको लागि डाक्टर हुन्छन् अनि ल